हेलो साथीहरू, आशा गर्छु सबैले सन्चै होला र म पनि एकदमै सन्चै छु होइन। अनि त्यही आज मेरो मेन टपिक हुने नि कसैको लागि पहिले नै पर्फेक्ट हुन सकिँदैन कि मायामा चाहिँ दुईजनालाई नि बुझिदिनु पर्ने हुन्छ। केटीले केटालाई र केटाले केटीलाई उसको सबै कुरा होइन, अब उसको प्रब्लमहरू उसको लाइफमा के चल्दैछ त्यो चाहिँ अहिलेको यो जेनेरेसन आएर चाहिँ त्यस्तो भइरहेछ कि दुईतर्फ पनि दुईतर्फबाट पनि बुझिदिने हुनुपर्छ। ल त्यसलाई नै रियल माया भनिन्छ रहेछ होइन। र त्यो पनि एउटा कुरा भयो। अनि मेन कुरा भने चाहिँ आजकल त्यही त हो नि, अब विश्वास कसैलाई गरौँ न विश्वास कसलाई नगरौँ। यो जेनेरेसनै त्यस्तो हो कि यो हाम्रो चल्ती नै त्यस्तो भइरहेको छ कि त्यही हो। कसैलाई अब भनौँ न अब त्यति बुझ्न पनि चाहन्न होइन, बुझिदिनु पनि त्यति कोही छैन कि त्यो मनको पीडा होस् या त्यो मायाकै पीडा भनौँ न, मायाकै पीडा होस्। सो त्यो माया भनेको मेन कुरो विश्वासमा भने चाहिँ विश्वास हुनुपर्छ दुईतर्फबाट पनि, र माया पनि हुनु पनि पर्छ। अफकोर्स अब जो बहुत धेरै नै होइन अहिले चाहिँ यो नराम्रो समय छ कि यो जेनेरेसनमा चाहिँ, किनकि अहिले चाहिँ यो भन्छ अब कुनै शास्त्रमा चाहिँ अब कलियुग चल्दैछ भन्छ, के हो कसो हो त थाहा पाएन पनि, आफूलाई पनि त्यति विधि हामी पढेन पनि होइन, त्यसको बारेमा ग्रन्थशास्त्रहरू पढाएको पनि छैन, आफूले बुकहरू पनि केही पढेको छैन। जो सुने अनुसारमा चाहिँ कहिलेकाहीँ हो जस्तो पनि लाग्छ कि होइन। र माया भन्दा नि आजकल फेरि कहिलेकाहीँ चाहिँ फेरि पैसा पनि हो जस्तो छ। विदाउट पैसा बिना चाहिँ अब माया पनि गर्न सक्दैन जस्तो चाहिँ लाग्छ होइन। अब जस्तो पैसा पनि ठुलो भन्न खोजेको होइन मेरो भनाइमा चाहिँ, तर आजकल यो जेनेरेसन त्यस्तै भइरहेछ कि अब पहिला आफ्नो लाइफ बनाऊ त्यसपछि मात्र बिहे गरौँ भनेर चाहिँ त्यस्तो भइरहेको रहेछ यो जेनेरेसनमा चाहिँ। मिनिमम अब एज चाहिँ अब 30 या 40 पछि रमाउला भन्ने चाहिँ अब त्यही त हो नि, सायद गीत पनि त्यही अनुसारमा बनेको छ होइन। 40 कतिपछि रमाउला भने जस्तै छ यो जेनेरेसन चाहिँ, त्यस्तो हिसाबमा चल्दा चाहिँ अब जस्ट अब हेल्थको सम्बन्धीमा चाहिँ यो फिजिक्सको सम्बन्धीमा चाहिँ धेरै पनि प्रब्लमहरू आउँदैछ कि अब होइन। टाइममा बेबीहरू पनि नहुने होइन, गाह्रो हुने, मतलब सबै कुरामा अब चाहिँ प्रब्लमहरू फेस हुनु भइरहेछ कि अब रमाउनु टाइममा चाहिँ अब कमाउनु छ र कमाउनु पर्छ भने होइन, त्यही हिसाबमा चाहिँ अब त्यही हो नि मेन इस्यु हुने नै अब हेल्थकै छ भनौँ। अब छैन अब किनकि दुःख गर्दैछन् सबैले। अब केटीहरू पनि प्रायः चाहिँ केटीहरू पनि त्यही हो सेमै, अब 30 पछि रमाउला भन्छन्, तर उनीहरूलाई आउने अब फिजिकल प्रब्लमहरू उसलाई थाहा हुँदैन, हेल्थको प्रब्लमहरू कस्तो हुन्छ, स्थितिहरू कस्तो हुन्छ केही थाहा हुन्न होइन। सकेसम्म अब त्यो करियर भनेर मात्र छ। अब आजकल करियर बनाउनलाई नि फेरि सानोतिनो पैसाले रकमले चाहिँ नपुग्ने, ठुलै रकम चाहिने, ठुलो रकम अब भनेको अब स्ट्रगल गरेर कमाउन खोज्ने होइन। जस गाह्रो समात्दा चाहिँ फेरि यो मोबाइल समात्दै हात पनि दुख्यो एकदमै। अब त्यही हो, माया हो मेन कुरा भने आजकल मायालाई बुझिदिनुपर्छ र रेस्पेक्ट पनि दिनुपर्छ। र मेन कुरा भने आजकल लोयलिटी हो, र लोयलिटी एकदमै चाहिन्छ। माया बुझिदिने पनि चाहिन्छ होइन। अब कोही चाहिँ अब डिसरेस्पेक्ट पनि हुन्छ, आफ्नो मायालाई रेस्पेक्ट नगरिकन अन्टरतिर ध्यान गर्ने, मतलब अन्टरतिर भनौँ न एट्र्याक्टिभ भन्ने पनि त्यस्तो धेरै छ क्या यो जेनेरेसनमा चाहिँ। अनि प्रायः जस्तो यो केटीहरूले चाहिँ धोका पनि खाइरहेको हुन्छ प्रायः चाहिँ धेरै होइन। अब मैले भनेको चाहिँ केटा मात्र नराम्रो होइन नि, फेरि अब यसो केटाहरू पनि पर्छ होइन। केटाहरू पनि अब नराम्रो भन्न खोजेको होइन, फेरि केटाहरू पनि कोही चाहिँ धेरै लोयलिटीहरू हुन्छ। त्यही हो, अब केटाले चाहिँ पुरा लोयलिटी देखाइरहेको हुन्छ र केटीले चाहिँ त्यति विधि लोयलिटी पनि देखाउँदैन। अनि कुनै केस प्रायः चाहिँ धेरै केसमा पनि अब केटीहरूले चाहिँ धेरै लोयलिटी देखाएर हुन्छ, ऊ बिनामा बाँच्न पनि सक्दैन, उसलाई मात्र माया गर्छु ऊ मात्र चाहिन्छ भन्ने पनि छ। तर कोही केटाहरू चाहिँ चाहिने त्यसो बुझिदिने होइन, सबै त नहोला तर 100%मा कोही त होला। अफकोर्स 4-5% चाहिँ त्यसो निस्किन्छ। अनि त्यही हो, अब
प्रायः चाहिँ अब यो फेरि आजकल यो सुसाइड केस पनि एकदमै बढ्दैछ कि सायद अब मायाले अब डिप्रेसनले भनौँ अब आफ्नो करियरलाई अब बनाउन सकिँदैन त्यही भने अब आजकल फेरि आफ्नो करियर बनाउनलाई ठुलो रकम चुकाउनु पनि पर्छ नि त ठुलो रकम चुकाउनु पनि पर्छ अब त्यो गोल्डहरू पुरा गर्ने भने पैसाले अब कसो अब आजकल नेपालमा बसेर त्यही त हो नि होइन 15-20 हजारको तलब खाइन्छ अझै भयो सरकारी कामको 35 हजारदेखि 40 हजार या 30 हजार होइन अब कस्तो त्यो त थाहा भएन अब आफूले सरकारी खाए होइन त्यति आफूलाई थाहा पनि छैन त्यही हो जस अब यो मायामा चाहिँ अब लोयालिटी भनेर सबैको चाहिन्छ र माया दुवैतर्फबाट पनि हुनुपर्छ होइन लाइट अलिक कम भएको छ हजुरहरूलाई अलि अँध्यारो देखायो कि है फेरि कसले भट्टा लगाइरहेको हो कि ल अब चाहिँ राम्रो होला सायद त्यही हो माया त अब दुईतर्फबाट पनि चाहिन्छ जस बुझिदिने होस् कि अब केटाले चाहिँ पुरा मायाको गरेछ अब केटीले चाहिँ बाल्दैन त्यसलाई माया भनिँदैन होइन जस बुझिन्छ समयले बुझाउँछु भने होइन समयले कुनै दिन बुझाउँला पनि अब कोही चाहिँ अब केटीले खतरा माया गरेर हुन्छ तर केटाले त्यति विधि उसलाई वास्ते पनि नगर्ने जस अनि कुनै दिन अब रिग्रेट पनि हुन्छ या केटा या केटी तारा भइसकेपछि कुनै दिन सम्झिने पनि रहेछ अफकोर्स सम्झिने पनि होला होइन तर आफूलाई पर्दा र मर्दा मात्र थाहा पाउँछ त्यही भएर जो मान्छेले चाहिँ आफूलाई पुरै माया गर्छ नि त्यसलाई चाहिँ माया नटुटाउनु कि उसलाई चाहिँ विश्वासघाती कसलाई पनि नगर्नुहोस् मैले भनेको चाहिँ अब केटाकेटी माया होइन र आफ्नो प्यारेन्टलाई पनि आफ्नो मम्मी बुबालाई पनि एकदमै माया गर्नुहोस् के किनकि आफ्नो आमा बुबाले अब कति समय कति वर्ष होइन अब 2-3 इयर्स अब हुर्काउनुहुन्छ नि त बुबाले नि स्ट्रगल गरेर माया दिनुहुन्छ जस्तो तसो भयो भने अब जसो तसो भने तार्दै हुनुहुन्छ बुबाले पनि त्यही भने अब आफ्नो जस अब त्यही हो अब सबभन्दा ठुलो माया भनेको चाहिँ आफ्नो आमा बाउको हुने रहेछ त्यो त्याग चाहिँ कहिले पनि नगर्नुहोस् होला र कहिले पनि त्यो गुण मम्मी बुवाले चाहिँ कहिले कतिसम्म माया गर्नुभएको छ त्यो गुण चाहिँ कहिले पनि नबिर्सिनु होला किनकि त्यो गुण बिर्सिनलाई हजुरहरूले कतिसम्म उ गर्नुपर्ने हुन्छ मतलब हुन्छ नि अब त्यो गुण कहिले पनि बिर्सिनु हुँदैन त्यसो गुणहरू चाहिँ त्यो अब किनकि अब मामाहरू बाबाले हेर्ला गर्नु भने नि आफूलाई नर्क जानु जस्तै हो सेम बराबर किनकि आफ्नो पनि कुनै दिन आफ्नो चिल्ड्रेनहरू होला होइन आफू पनि प्यारेन्ट बन्नेला त्यही भएर चाहिँ अलि विश्वास हुने नि माया भने नि सबैभन्दा आमा बाउलाई आफ्नो आमा बाउलाई गर्नु होला त्यसपछि मात्र सेकेन्डमा मात्र अब गर्लफ्रेन्ड या हस्बेन्ड वाइफ आउँछ होइन फर्स्ट आफ्नो प्यारेन्टै भन्ने हुन्छ त्यही हो प्यारेन्टै हो फर्स्ट प्रायोरिटी भने नि प्यारेन्ट्सले हो क्या अझ फेरि एकदमै हात दुखिरहेछ अझ के हो पुरा ज्यानहरू दुखिरहेछ भएको छ ड्युटी त जानु मन लाग्यो होइन अझ फेरि ड्युटी मेरो नाचघरमै छ त्यही हो बुझिदिनु होइन यो अब मलाई चाहिँ यो आजकल लास्टै झोल लाग्छ अब जहाँ पनि अब मायाकै भनौँ सुसाइड भइरहेछ फेरि मायाकै लागि होइन उनीहरूले नि अब हुन त हो अब परेको मान्छेहरूलाई मात्र थाहा होला होइन अब आफूलाई के बितिरहेछ उनीहरूले चाहिँ जस परेको भने कस्तो हुन्छ चाहे केटीले पनि प्रायः सुसाइड पनि गरिरहेछ र केटाले पनि गरिरहेको यो दुईतर्फबाट माया निभाउनु छ भने मात्र निभाउन सक्छ भने मात्रै गर्नुहोस् होला नत्र माया नै नगर्नुहोस् कि कसैले पनि माया नगर्नुहोस् त्यही हो आजको मोटिभेसनल स्पिच भने यही हो मेरो होइन अब कस्तो लाग्यो हजुरहरूलाई यो भिडियो चाहिँ हजुरहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला प्लिज आशा छ मलाई सपोर्ट गरिदिनुहुन्छ हजुरहरूले एकदमै आश पनि राखेको छु अनि मेन भने मेरो अब खास अब चाहिँ अब आएर चाहिँ अब के गर्न सकिन्छ कि युट्युबमा होइन भिडियोहरू हालेर केही गर्न सकिन्छ कि केही बन्न सकिन्छ भन्ने मात्रै आशै हो हेरौँ अब कतिसम्म अब बढिन्छ र कतिसम्म सब्सक्राइबर हुन्छ अब हजुरहरूको त्यो चाहिँ हजुरहरूको हातमा हो किनकि सेयर चाहिँ गर्नुपर्छ अब साथीभाइलाई चाहिँ सेयर गरिदिनुहोस् होला र मलाई नबिर्सिनु होला है किनकि मैले यो भिडियोहरू ल्याइरहेको हुन्छु अब हप्तामा 2-3टा चाहिँ म मिनिमम बनाइरहेको हुन्छु यस्तो भिडियोहरू चाहिँ अब त्यही हो जस अब हजुरहरूले सपोर्ट गरेर त थोरै मेरो आँटहरू बन्यो भने त हजुरले सपोर्ट नगरेको कसरी मेरो आँटहरू बस्छ सपोर्ट चाहिँ प्लिज गरिदिनुहोस् यार मनैदेखि छ हजुरहरूलाई प्लिज लाइक सेयर सब्सक्राइब चाहिँ नबिर्सिनुहोस् होला कि ओके लभ यु गाइज सी यू